आज मात्र होइन, पार्टी स्थापना भएदेखि चुनाव अगाडि र विभिन्न समयमा हामीले तपाईहरुसँग संवाद गर्दै आएका छौं। र म गर्वका साथ के भन्न सक्छु यहाँ उभिएर भने आज राष्ट्रिय स्वतन्त्र पार्टीलाई जुन उचाइ हासिल भएको छ, आज रासपा जहाँ उभिएको छ, जहाँ पुगिएको छ, त्यसमा तपाईहरुको लगानी छ, तपाईहरुको माया छ, तपाईहरु जस्ता प्रवासमा रहनुभएका साथीभाइहरूले आँट, साहस र हिम्मत नदिनु भएको भए थाहा छैन के हुन्थ्यो होला पार्टीमा। तर जुन साहस, जुन माया, जुन धैर्यताका साथ तपाईहरुले हामीलाई आँट दिनुभयो, भन्नुभयो कि अघि बढ, हामी तिम्रो साथमा छौं, त्यही प्रेरणाले आज हामी यहाँ उभिएका छौं, देशको भविष्य कोर्ने ठाउँमा उभिएका छौं। किसिमको सद्भाव, सम्मान प्राप्त गरे, त्यो सम्मान मेरो होइन, तपाईको, तपाईमाथि भारत सरकारले गरेको सम्मान हो। त्यसकारणले तपाईले प्राप्त गर्नुभएको यो सम्मानप्रति सम्पूर्ण नेपाल र नेपालीहरूलाई जुन सम्मान प्राप्त भएको छ, र त्यसका लागि तपाईहरु सबैको तर्फबाट भारत सरकारलाई धेरै समृद्ध नेपालको एउटा सपना जुन हामीले सिंगो युगदेखि देखिरहेका छौं, त्यसमा सहकार्य गर्ने एजेन्डा बोकेर म यहाँ आएको। मेरा व्यक्तिगत माग मुद्दा केही पनि छैन, पार्टीगत माग मुद्दा केही पनि छैन। मेरा माग, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिमा मात्र केन्द्रित छ। त्यतिका लागि मात्र म दिल्ली आएको हुँ। र म तपाईहरुलाई विश्वस्त गराउन चाहन्छु कि जुन यात्रामा